ल वी आर लाइभ है बसरी गर्नु भएन हुन्छ शान्ति नेपाली समाज बेलायतका अध्यक्ष श्री रामप्रसाद सरलेखानेज्यू मलाई यो कार्यक्रमको अध्यक्षता गरिदिनु धन्यवाद। म यो संस्थाको महासचिव राजेश मैलानी छाने। हामीले हाम्रा अमूल्य र अद्भुत चाडपर्वहरू परम्परा संस्कृति संस्कार मूल्य मान्यताहरू हाम्रो जस्ताको तस्तै समूल रूपमा हाम्रो नयाँ पुस्तामा हस्तान्तरण होस् अथवा विदेशमा जन्मे हुर्केका बालबालिकाले हाम्रा संस्कार संस्कृतिहरू जस्ताको तस्तै प्राप्त गरौँ भन्ने उद्देश्यले हामीले बर्मिङहम तीज मेला 2026 अगस्त 10 2026 मा वेस्ट ब्रमिसको कलेजिएट एकाडेमी केल्भिन वे B7 मा आयोजना गरेका छौँ। त्यस हामीलाई विश्वास छ त्यसले हाम्रो माटो र हाम्रो संस्कृतिलाई जोड्नेछ र यसै क्रममा म हाम्रो यस तीज मेला व्यवस्थापन समितिका संयोजक श्री कोशलेश्वर ढकालज्यू हुनुहुन्छ, उहाँको परिचय गराउन चाहन्छु। त्यसै गरी तीज मेला व्यवस्थापन समितिको सदस्य सचिवका रूपमा दुईजना साथीहरू हुनुहुन्छ। सचिवद्वय शङ्कर भण्डारीजी, तारा लम्सालजी, संस्थाका पूर्व अध्यक्ष लीला थापाज्यू, हाम्रो संस्था शान्ति नेपाली समाज बेलायतका उपाध्यक्ष श्री निशान्तमान बज्राचार्यज्यू, हाम्रो संस्था शान्ति नेपाली समाज बेलायतका पूर्व उपाध्यक्ष श्री ठाकुर केवलीज्यू, शान्ति नेपाली समाज बेलायतका कोषाध्यक्ष श्री काशी भवनज्यू, त्यसै गरी म यताबाट हाम्रो संस्थाका पूर्व अध्यक्ष श्री प्रवीण खरालज्यू, गैरावर्षीय नेपाली सङ्घ ICC का प्रवक्ता श्री सोम सापकोटाज्यू, उहाँ हाम्रो स्थानीय पनि हुनुहुन्छ र समाजसेवी हुनुहुन्छ। त्यसै गरी हाम्रो शान्ति नेपाली समाज बेलायतको प्रमुख सांस्कृतिक संयोजक, त्यसै गरी मनकामना महिला समूहको अध्यक्ष पनि हुनुहुन्छ सीता पौडेलज्यू। त्यसै गरी हाम्रो कार्य समितिका सदस्य हुनुहुन्छ हाम्रो शिक्षा विभाग प्रमुख हाम्रो गीता लम्सालज्यू। त्यसै गरी मनकामना महिला समूहको पूर्व अध्यक्ष हाम्रो संस्थाको एकदम सक्रिय सदस्य हुनुहुन्छ बिना नेउपानेज्यू। त्यसै गरी हाम्रो संस्थाकी सक्रिय सदस्य श्री शान्ति गेवालीज्यू। त्यसै गरी हाम्रो संस्थालाई माया गर्ने नेपालबाट पाल्नु भएको हाम्रो बुवा हुनुहुन्छ बेनी माधव रेग्मीज्यू, उहाँ चाहिँ बुटवलबाट हुनुहुन्छ। त्यसै गरी पत्रकारको रूपमा आज हाम्रो यस पत्रकार सम्मेलनलाई सहजीकरण गरिदिनुको लागि नेपाली लिङ्कबाट ध्रुवराज अर्यालजी हुनुहुन्छ। त्यसै गरी हाम्रो स्थानीय र सधैँभरि हाम्रो संसारको सारथी हुनुहुन्छ टीका अधिकारीज्यू। यहाँहरू सबैलाई म हार्दिक स्वागत गर्न चाहन्छु। यहाँलाई यथास्थानमा आसन ग्रहण गर्न अनुरोध गर्दछु। अब यसै क्रममा यस पत्रकार सम्मेलनमा हाम्रो आगामी कार्यक्रमका विषयमा साङ्गो पाङ्गो आफ्ना धारणाहरू यसका तयारीहरू सबै राखिदिनु म संयोजक कोशलेश्वर ढकालज्यूलाई अनुरोध गर्छु। हातमा साधन शान्ति पनि हुन्छ हातमा केही छैन। सबैलाई नमस्कार। विशेष गरेर आजको यस पत्रकार सम्मेलनमा उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई म हार्दिक नमस्कार गर्न चाहे र यस आजको यस पत्रकार सम्मेलन हामी यहाँबाट लाइभ गरिरहेका छौँ किनकि बेलायतमा हुने विशेष किसिमको हामी छुट्टै किसिमको एउटा कार्यक्रम गर्न गइरहेका छौँ। त्यसको लागि यो संस्था 2012 मा यहाँ स्थापना भयो
हामीले वर्षका 3वटा कार्यक्रमहरू गर्दै आइरहेका छौँ। त्यो मध्ये यो 30 कार्यक्रम, एउटा दसैँ कार्यक्रम र अर्को यो नयाँ वर्षको कार्यक्रम, हाम्रा 3टा कार्यक्रम एकदम मुख्य रूपमा हाम्रो विधानमै हामीले राखेर अहिलेसम्म कार्यक्रम गर्दै आइरहेका थियौँ। त्यसै सिलसिलामा अहिले हामी यस संस्थाले अलिकति फरक गर्नु पर्यो। 30 विशेष मेला भनेर हामीले अहिले वेस्टर्न स्कुलमा हामीले राखिसकेका छौँ। त्यो कार्यक्रमको अब तयारीमा पुगिसकेका छौँ हामी, एकदमै अब लास्ट चरणमै छ। किनकि अब नेपालदेखि कलाकार मेलिना राईलाई हामीले एक विशेष कलाकारको रूपमा, प्रमुख कलाकारको रूपमा राखेका छौँ भने त्यसको साथसाथमा विशेष अरू कलाकारहरू पनि हुनुहुन्छ। हामी बेलायतमा आइसक्नु भएको र यो कार्यक्रमलाई एकदम भव्य र सभ्य बनाउनको लागि तयारी भइसकेको छ। त्यसै गरी स्टलहरू हामी व्यवस्थापन गरिसकेका छौँ। स्टलहरू रहनेछन्, विभिन्न किसिमका झाँकीहरू, नृत्यहरू, सांस्कृतिक कार्यक्रमहरू। त्यसपछि गएर हाम्रो 30 विशेष गरेर 30लाई प्रायोरिटी दिएको हुनाले सबै ठाउँबाट 30का कार्यक्रमहरू लिएर दिदीबहिनीहरू त्यो कार्यक्रममा आउने हामीलाई सूचना आइसकेको छ। कतिपय सूचनाहरू आउने क्रममा छ भने कतिपय चिजहरू आइसकेको छ। त्यसै गरी हामी अब व्यवस्थापनमा हाम्रो सबै कुराहरू, सेक्युरिटीको कुराहरू, सबै कुरामा हामी एकदमै चलाखो भएर हामीले हेरिरहेका छौँ। यहाँको पुलिस, त्यसपछि गएर एम्बुलेन्सदेखि सबै चिजमा हामीले कभरहरू गरिसकेका छौँ। त्यो कार्यक्रममा सिक्युरिटीको कुनै पनि चिन्ता रहने छैन, किनकि हामी त्यो कार्यक्रम 30 भएको हुनाले अब दिदीबहिनीहरूले लगाउने गहनादेखि लिएर सबै चिजलाई हामीले मध्यनजर गरेर सेक्युरिटी सबै कुरामा हामी चलाखो भएरै काम गरिरहेका छौँ। भने अब आउने कार्यक्रमको बारेमा तयारी हामीसँग एकदमै भइसकेको छ। अब हाम्रो तर्फबाट सबैलाई एकदमै निम्ता छ त्यो कार्यक्रममा। तपाईँहरू सबै आइदिनुहोस्, रमाइलो गरिदिनुहोस्। हामीले फ्री इन्ट्रीको व्यवस्था गरेका छौँ। त्यो इन्ट्री फीहरू छैन। त्यसपछि गाडीको पार्किङहरूको पनि त्यहाँ व्यवस्था छ। राम्रो ठाउँमा ठुलो हलमा गरेका छौँ। हाम्रा भलिबलहरू, फुटबलहरूदेखि लिएर विभिन्न किसिमका खेलकुदहरू पनि त्यहाँ छन्। त्यसमा अरू बाँकी कुराहरू तयारी हाम्रो तर्फबाट एकदमै भइसकेको छ। अब सिर्फ हामी अब बेलायत मात्रै नभएर युरोपका देशहरूमा बस्ने नेपालीहरूलाई पनि मैले यहीबाट आह्वान गर्छु कि त्यो कार्यक्रममा आइदिनुहोस्। विशेष किसिमको कार्यक्रम भएको हुनाले सबै ठाउँबाट आइदिनु भयो भने त्यो कार्यक्रमको एकदमै भेल्यु हुनेछ भन्दै यो संस्थाका संस्थापक अध्यक्ष आज यहाँ हुन सक्नु भएन। म उहाँलाई निम्ता गरेको थिएँ तर आउन सक्नु भएन, किनकि उहाँको स्वास्थ्य अलिकति अलिक गाह्रो भएर आउन सक्नु भएन। त्यसैले यो संस्था जसले जन्माउनु भयो उहाँको यहाँ नहुँदाखेरि अलिकति हामीलाई अलिकति महसुस भएको छ कि अभिभावक नहुँदाखेरि, तर पनि उहाँ हामीसँगै हुनुहुन्छ। त्यो भन्दै मैले मेरा कुराहरू अहिले राखेँ। केही कुराहरू भयो भने पछि फेरि आउँछु। धन्यवाद। धन्यवाद व्यवस्थापन समितिका संयोजक छु। अब हाम्रो मिति, स्थान, समय लगायत त्यहाँको सुरक्षा व्यवस्था समेटेर हाम्रो सदस्य सचिव भयो, 2 जना तारा अनुसार र शङ्कर भण्डारीलाई केटीले उठेर कुरा राखिदिनु अनुरोध गर्छु। सर बसेरै गरौँ सर, बसेर प्लिज। सर्वप्रथम यहाँको सम्पूर्ण नमस्कार। सान्तिना बहिनी समाजलाई चाहिँ पहिलोपटक बर्मिङमा आयोजना गर्न लागेको यस गर्दैमा सान्तिना समाजको सिग्नेचर कार्यक्रम हुने प्रस्ताव गरिएको कार्यक्रम वेस्ट बर्मिङमा 10 अगस्त 2026मा आयोजना हुँदैछ। त्यसै कार्यक्रम मार्फत सम्पूर्ण आजदेखि छुट्टी मिलाएर यस कार्यक्रममा आयोजनमा अनुरोध गर्दछु र कार्यक्रमको समय बिहान 11 बजेदेखि साँझ 8 बजीसम्म रहनेछ। र उक्त दिन कार्यक्रमको लागि हामीले विभिन्न किसिमका सेफ्टीहरूको लागि कार्यक्रममा फर्स्ट एडको व्यवस्था, गर्मीको समय छ त्यसलाई मध्यनजर गर्दै
पानीको व्यवस्था, हेल्थ एड्स, लस्ट एन्ड फाउन्ड ब्रेक्स, कुनै पनि सामान हरायो त्यो पनि चिज हरायो भने त्यहाँनिर सम्पर्क गर्न सकिन्छ। एक्जिट बोर्डहरूका साइन बोर्डहरू लगाइन्छ। लगायत हामीले सुरक्षा स्थितिलाई मध्यनजर गर्दै होस्ट मूल्याङ्कन पुलिससँग पनि हामीले निरन्तर समन्वय गरिरहेका छौँ र कार्यक्रमको तयारी पूर्ण रूपमा भइसकेको छ। त्यसमा कुनै पनि सङ्कोच छैन। कार्यक्रम पूर्ण रूपमा सुनिश्चित हुनेछ। नजिक राखेर बोल्नु होला है बोल्दाखेरि प्लिज। नमस्कार, म तारा लौसाल यस संस्थाको सल्लाहकार हुन्छु र यस कार्यक्रमको लागि हामीले तयारीहरू सबै गरिसकेका छौँ। जसरी हामीले भेन्यू बुकिङदेखि लिएर एउटा यहाँको चाहिँ वेस्टर्न स्कुल पब्लिक एकाडेमी केल्भिन वे B77 LE त्यसमा चाहिँ हामी बुक गरेका छौँ। पार्किङको राम्रो सुविधा छ, एकदम डेडिकेटेड पार्किङ नै छ। त्यसबाहेक हामीले चाहिँ वेदरलाई मध्यनजर गरेर पानी चाहिँ भित्र स्कुलभित्रको एउटा सानो प्राङ्गण पनि हामी बुक गरिरहेका छौँ। पानी परेर केही गरी हामी चाहिँ ओद्लिनुपर्ने भयो भने पनि त्यसको व्यवस्था पनि छ। त्यहाँभित्र सबै अब टोइलेटको यताउता व्यवस्था राम्रो छ र हल सँगसँगै चाहिँ हाम्रो ग्राउन्ड चाहिँ एकदम ठुलो ग्राउन्डमा ठुलो पिच सहितको ग्राउन्ड हो र हामीलाई ठाउँको लागि कुनै पनि असर कमी महसुस हुने छैन। र पार्किङको लागि चाहिँ यदि डेडिकेटेड पार्किङमा 175,000 रुपियाँ कारहरू आउँछ, त्योभन्दा बढी भयो भने पनि हामीले चाहिँ खोलेर चाहिँ भित्र चाहिँ ग्राउन्डमा नै गर्न सक्ने व्यवस्था दिएको छौँ। अरू लजिस्टिकको बारेमा त हाम्रो सजिलो गरेका छौँ। र मेन कुरा चाहिँ हाम्रो 30को कार्यक्रम हो। सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गरेर हामीले चाहिँ अब धेरै नै भलिन्टियरहरू खटाउनु पर्नुहुन्छ। कार्यक्रम 11 बजीदेखि सुरु हुने भयो भने हामी म चाहिँ हाम्रो आयोजक समितिको तर्फबाट र सम्पूर्ण हामीलाई माया गर्ने जहाँ जहाँबाट हामी आउनुहुन्छ उहाँलाई सकेसम्म अझै भलिन्टियर साथीहरू चाहिँ अझै पहिला 11 बजी भने धेरै नै अगाडि आएर हामीलाई चाहिँ एउटा चाहिँ सेटअप गर्न, त्यहाँको चाहिँ कार्यक्रम चाहिँ सफल बनाउनको लागि चाहिँ सेक्युरिटीदेखि लिएर सबै कुरामा चाहिँ भलिन्टियर साथीहरूलाई छिटै नै आएर हामीलाई सहयोग गर्न पनि आह्वान गर्दछु। र अन्त्यमा चाहिँ फेरि के भन्न चाहन्छु भने यो कार्यक्रममा हामीले एउटा सिग्नेचर कार्यक्रम गीत गाएर नाचेर जुन गर्ने गर्ने कार्यक्रम त्योभन्दा पृथक रूपमा यो पाला चाहिँ हामीले बाहिर एउटा खुल्ला मैदानमा एउटा चाहिँ बाहिरको एउटा यहाँ लोकल कम्युनिटीहरू पनि देखियोस् नेपाली संस्कृति कसरी हुन्छ भनेर कार्यक्रम सञ्चालन गर्न लागेका छौँ। र त्यसको लागि चाहिँ हामीले एउटा कुरा के कुरामा बिर्सिदिनु भन्दा पनि हाम्रो नेपाली कल्चर है, नेपाली कल्चर हामीले त्यहाँ केही गल्ती गऱ्यौँ, त्यहाँ केही हामीले फोहोर गऱ्यौँ अथवा केही हरा गऱ्यौँ, केही भयो भने नेपाली कल्चरलाई चाहिँ हामीले त्यसलाई चाहिँ असर गर्ने हुन्छ। त्यही भएर सबैले चाहिँ संयमित भएर कार्यक्रमलाई चाहिँ एकदम आनन्द लिनु हुन अनुरोध गर्दछु। र फेरि अन्त्यमा एकचोटि म एड्रेस बताउन चाहन्छु। वेस्ट प्रमिस पब्लिक एकाडेमी केल्भिन वे वेस्ट प्रमिस B77 धन्यवाद। र 10 अगस्त थ्याङ्क यू संस्थाका सल्लाहकारज्यूहरू र हाम्रो यस व्यवस्थापन समितिका सचिवहरू अब यसपछि हाम्रो आर्थिक पाटो के कस्तो छ, हामीले के गरिरहेका छौँ। हामीले चाहिँ योचोटि भन्दै गर्ने आउँछ, अहिले आर्थिक समितिले भनि नै हाल्नुहुन्छ। हामीले यो दान दातव्य चन्दा पुरस्कार भनेर संस्थाहरूले उठाइराखेको रकम चाहिँ हामीले त्यसको कन्सेप्ट चेन्ज गरेर यसलाई चाहिँ लगानीको रूपमा चाहिँ व्याख्या गरेका छौँ। यो आर्थिक समितिमा हाम्रो लीलाजी र केही थप भयो भने हाम्रो काशी बमजी हाम्रो कोषाध्यक्षजी नै हुनुहुन्छ, उहाँले थप्नुहुँदैछ। र म यो माइक्रोफोन हाम्रो पूर्व उपाध्यक्ष आर्थिक संयोजक लीला थापाजीलाई पठाउनुहुन्छ। पूर्व अध्यक्ष होला। पूर्व अध्यक्ष लीला थापा। बसेरै गरौँ, सबै बसेरै गरौँला, राम्रो आउँछ। धन्यवाद। सबैजना नमस्कार।
साथसाथमा मैले सचिव संयोजक सम्पूर्णलाई पदले भन्दाखेरि एकदम शुभेच्छा र यहाँ हाम्रो पत्रकार टिका अधिकारीहरू र पनि धन्यवाद। अहिले शान्ति नेपाली समाजले विगतका दिनभन्दा केही फरक तरिकाले कार्यक्रम बाहिर गर्नुभएको छ, गर्न नगर्ने भएको कुरा हो र फेरि पनि यसको लागि अब कार्यक्रम मात्र गर्नको लागि अब आर्थिकको पाटो रहन्छ मुख्यतः। त्यसको लागि चाहिँ अब शान्ति नेपाली समाजले आर्थिकको लागि अहिलेसम्म जति पनि दान गर्नुपर्छ, खुला मनले जति पनि गर्नुपर्छ, विभिन्न सङ्घ संस्था, विभिन्न व्यवसाय र विभिन्न बाहिरबाट पाउने मेम्बरहरू र यहाँ स्थानीय रूपमा पनि खटिएर रहनुभएका 2012देखि अहिलेसम्मलाई साथ दिनुहुने सम्पूर्ण मेम्बरहरूले गर्नुभएको सहयोगप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र अझै पनि हाम्रो कार्यक्रमलाई सहयोग पुर्याउन चाहन्छु भन्ने सहयोगीहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्ने आशा पनि गर्दछौँ र यसमा सहयोग भन्ने कुरा पैसा मात्र होइन, एउटा भौतिक, नैतिक, आर्थिक एक सुझाव, एक सेयर, लाइक त्यसले पनि सहयोग पुग्छ र यसमा पनि सम्पूर्णप्रति जति पनि यो नेपाली लिङ्क र शान्ति नेपाली समाज पेजलाई लाइक गर्नुहुन्छ फेसबुक मार्फत उहाँहरू सेयर, लाइक र विभिन्न ग्रुपहरूमा पोस्ट गरिदिनु भयो भने अझै पनि आभारी र धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै अब हाम्रो आर्थिकको पाटोमा हाम्रो 3वटा त स्पोन्सर छ, प्लाटिनम, गोल्ड, सिल्भर छ र बाँकी हाम्रो मेम्बरहरूले गर्नुपर्ने आफ्नो व्यक्तिगत सहयोगहरू पनि उठिरहेको छ र तीव्र गतिले उठ्दैछ र हाम्रो स्टल पनि बाट पनि हामीले सहयोग प्राप्त भइरहेको छ। स्टल पनि हाम्रो केही मात्र बाँकी रहेको छ। अब कसैलाई केही स्टलको बारेमा केही सम्पर्क गर्नु छ भने पनि प्रत्यक्ष आएर प्रोफेसर ढकालजी, राजधानी लामेछाने र म लगायत र संस्थाका अध्यक्ष रामप्रसाद लगायत सम्पूर्ण 4जनाले कन्ट्याक्ट गर्न सकिन्छ अथवा यो बाहेक अरूहरूलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुनेछ भन्दै मैले आर्थिकको पाटो यति नै भने पछि कुनै परेको हुँदैन म अवश्य भन्नेछु भन्दै धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद आर्थिक संयोजक प्रसाद हजुरलाई थप्ने केही छ यसमा केही थप हाम्रो प्रसाद त्यसपछि आजको यस पत्रकार सम्मेलनमा हाम्रो संस्थाले व्यवस्थापनकै क्रममा स्टलहरू लगायत त्यहाँ व्यवस्थापनको विविध कुराहरू राखिदिनु म हाम्रो संस्थाको उपाध्यक्ष श्री निशान्त हाम्रो यो कार्यक्रम खाना बेला एकदमै चिज विशेषमा यो पहिलो कार्यक्रम है एकदमै स्मार्ट कार्यक्रम गर्छु। हाम्रो यो कार्यक्रममा चाहिँ विभिन्न स्टोर छन्, पुटाली खानाको, दिवाली खानाको होइन, बच्चाहरूलाई आइसक्रिम ब्रान्ड, बच्चाहरू भयो, त्यसपछि हजुरको व्यवसाय भएर होला त्यसलाई अलिकति किनेर चाहिन्छ भने कति पनि हाम्रो स्टोर छ, मरेजको लागि पनि हाम्रो स्टोर छ, विभिन्न हामीले स्टोर ल्याएको छु। त्यही भएर आउनुहोस् रमाइलो गरिदियो त्यही भन्दै धन्यवाद अध्यक्षज्यू। अब यसै गरी हाम्रो कार्यक्रममा तीज मेलाका सांस्कृतिक पाटाहरू हाम्रो सीताजीले एकछिनमा भन्नुहुन्छ।
खेलहरू, सहायक खेलहरू र सांस्कृतिक पाठहरू यी सम्बन्धित विपक्षहरू चाहिँ हाम्रो पूर्व अध्यक्ष प्रवीण राष्ट्रमा अवगत छु। शान्ति नेपाली समाज बेलायतद्वारा पहिलोपटक आयोजित गर्नेगन तीज मेलाको यो पत्रकार सम्मेलनमा उपस्थित सम्पूर्ण महोदयमा हार्दिक नमस्कार गर्दछु। र मैले यो कार्यक्रमको चाहिँ आकर्षण के त भन्ने विषयमा बोल्न गइरहेको छु। हाम्रो मुख्य आकर्षण भनेको नेपालका राष्ट्रिय कलाकारहरू हुनुहुन्छ, जसमा विभिन्न रियालिटी सोहरूमा जजको रूपमा काम गर्नुभएकी र मृदुभाषी उपिल कण्ठकी लोकप्रिय गायिका मेलिना राईज्यूलाई हामीले चाहिँ निमन्त्रणा दिएका छौँ। उहाँ आउँदै हुनुहुन्छ। त्यस्तै हाम्रा संस्थाका गायकी हाम्रो भाइ रमेश राज भट्टराई, जो बौला गीतबाट चाहिँ अति फेमस हुनुहुन्छ। मलाई एउटा याद आउँछ, एकचोटि हामीले पहिला पनि उहाँलाई ल्याएका थियौँ। त्यतिखेर यति चाहिँ भयो कि हल खचाखच भएर भित्तो नै भाँचिएको थियो। त्यसपछि हामीलाई त्यो हलवालाले हलै दिएन। हामीलाई लाग्छ हामीमा एउटा कन्सेप्ट के छ भने अस्ति आएको कलाकार फेरि आयो, त्यो के रमाइलो गरेर त्यो होइन। एउटा कलाकारले एउटा या दुईवटा गीत गाउने एउटा कार्यक्रममा उहाँसँग हजारौँ हुन्छ गीतहरू होइन। त्यो कुरालाई हामीले वर्णन गर्नुपर्छ। त्यसै गरी हामीले लोकदोरी क्षेत्रका प्रख्यात गायक चन्द्र शर्माज्यू र जमुना राणा, साथै हामीले कार्यक्रम सञ्चालनको लागि राम्रो तरिकाले चाहिँ प्रस्तुत गर्नको लागि कार्यक्रम प्रस्तुता तथा कलाकार सुभाष त्रिपाठीज्यूलाई पनि हामीले निमन्त्रणा दिएका छौँ। अनि हामीले अरू यो लोकलदेखि लिएर बेलायतका विभिन्न सहरहरूमा पत्रचार गरेका छौँ। यो महिलाको अत्यन्त होइन एकदम चाहिँ भनौँ न रमणीय, एकदम चाहिँ महत्त्वपूर्ण पर्व भएको हुनाले विभिन्न सहरहरूबाट विभिन्न महिला समूहका दिदीबहिनीहरूलाई एउटा कार्यक्रम लिएर आउनुहोस्, त्यसलाई चाहिँ एउटा तीज जस्तो, एउटा मौलिक तीज जस्तो नेपालमा जसरी त्यो हिसाबको बनाऊ भनेर पत्रचार गरेका छौँ। उहाँले हुन्छ आउँछौँ, त्यही हामीले चाहिँ ठुलो एक्सपेक्ट गरेका छौँ। अब त्यही नै हो हाम्रो आकर्षण। तपाईँहरू आउनुहोस्, इन्जोय गरौँ सबै मिलेर, यो कार्यक्रमलाई सफल पारौँ, त्यही भन्न चाहन्छु। हस्, धन्यवाद पूर्व अध्यक्ष। अब आफ्ना कुराहरू राखिदिनु आइसिसीका प्रवक्ता हाम्रो समाजका छन्। तिमीहरूको समाजमा के छ अलिकति कुरा राख भने औला हाँस्नु पऱ्यो भने म एउटा चाहिँ सोमजी हुन्छ भनिदिन्छु कि उहाँ हाम्रो चाहिँ सम्पत्ति पनि हो स्थानीय। त्यसपछि नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन बोर्डले उहाँलाई वेल्सका लागि पर्यटन दूतका रूपमा नियुक्त पनि गरेका छ। हामी संस्थाको तर्फबाट हामी उहाँलाई बधाई पनि दिन चाहन्छौँ। Thank you, Rajeshji. शान्ति नेपाली समाज पत्रकार साथीहरू सबै नमस्कार। आज अत्यन्तै महत्त्वपूर्ण कार्यक्रमको जानकारी दिएको सहित आज बलिङ तीज मेला 2026को जानकारीका लागि आयोजित प्रेस मिटमा हामी छौँ। नेपालीहरू नेपाल अवसरको खोजीमा विश्वको विभिन्न देशमा बस्दै गर्दा हामीले आफ्नो संस्कृति, कला र आफ्नो संस्कारलाई सँगसँगै लिएर विश्वका विभिन्न देशमा अवसरको खोजीमा छौँ। बेलायतमा 3.5 लाखभन्दा बढी नेपालीहरू बसोबास गर्छन् र विशेष गरी भुटान क्षेत्रमा हामी 30देखि 40 लाख नेपालीहरूको बसोबास छ भन्ने हामीलाई विश्वास छ। यी नेपालीहरू बिचमा नेपाली कला र संस्कृतिलाई सँगसँगै राख्दै हामीले हाम्रो दोस्रो जेनेरेसनलाई हाम्रो संस्कार र संस्कृतिलाई प्रमोट गर्दै यो बेलायतमा नेपाली कला संस्कृतिको प्रमोसनका लागि एउटा अत्यन्तै महत्त्वपूर्ण बलिङ तीज मेलाको पहिलो एटेम्प्ट सुरु भएको छ। म आजलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यो कार्यक्रमले विशेष गरी नेपाली कला संस्कृतिलाई नेपाली बिचमा मात्रै प्रमोट गर्ने छैन, यो बेलायतमा अत्यन्तै महत्त्वपूर्ण नेपाललाई प्रवर्धन गर्न पनि एउटा विशेष भूमिका खेल्नेछ भन्ने हाम्रो विश्वास छ। त्यसका लागि पनि म आजलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँ हामीलाई जानकारी प्राप्त अनुसार 3000भन्दा बढी नेपाली फ्यामिलीहरू यो इभेन्टमा पार्टिसिपेट गर्ने जानकारी प्राप्त छ। योभन्दा बढी धेरै
नेपाली मूलका ब्रिटिस नागरिकहरू हामी भन्छौँ र हाम्रो उपस्थिति हुनेछ। यसले यो समाजमा हाम्रो दोस्रो जेनेरेसनलाई हाम्रो कला संस्कृतिलाई ट्रान्सफर्म गर्नेछ र बेलायतमा हामीलाई स्थापित गर्नेछ। त्यसले बायोलेटरल रिलेसन लगायत हाम्रो संस्कृति र उच्च यो जुन हाम्रो नेपालको कल्चरलाई बेलायतमा एउटा प्रतिस्थापन गर्नेछ भन्ने हाम्रो विश्वास छ। अगाडि साथीहरूले भनिसक्नुभएको छ, यहाँ समग्र बेलायत मात्र नभएर युरोपबाट पनि धेरै जुन नेपालीहरूको उपस्थित हुनेछ भन्ने हाम्रो विश्वास छ। यहाँहरूले जानकारी गराइसक्नु भएको छ। यहाँ नेपाली कल्चर, लाखे नाच, विभिन्न खालका खेलहरू र नेपाली कल्चर अनुसार 30 गीत प्रतियोगिता लगायतका विभिन्न कार्यक्रमको आयोजना हुनेछ। यसले हामीले भोगेका कुराहरू हाम्रा बाल बच्चाहरूले त्यो चाहिँ ट्रान्सफर हुनेछ भन्ने हाम्रो यो कार्यक्रमको उद्देश्य पनि। म फेरि पनि एउटा अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्नुभएकोमा यहाँ शान्ति नेपाली समाज बेलायतलाई हार्दिक धन्यवाद दिन्छु र यहाँ बेलायतमा रहेका सम्पूर्ण सङ्घ संस्थाका प्रतिनिधि लगायत सबैलाई यसमा उपस्थितिलाई हार्दिक अपिल गर्छु। यो कार्यक्रमलाई सफल पार्नका लागि जुन आर्थिक रूपमा चाहिँ आर्थिक समितिले जुन अभियान चलाएको छ जोड्नका लागि अनुरोध गर्छु। र यसको यो बाहेक अत्यन्तै महत्त्वपूर्ण पाटो यो नेपाली विश्वमा मात्र यो कार्यक्रमको आयोजना गरिएको छैन। यहाँ स्थानीय सरकारका प्रतिनिधिहरूलाई आयोजकले इन्भिटेसन गरेको र केही कन्फर्मेसन आइसकेको र विशेष गरी यसै क्षेत्रका सांसदको पनि उपस्थिति हुने कुरा हामीलाई जानकारी छ। यो आफैमा अत्यन्तै महत्त्वपूर्ण कुरा हो। त्यसैले आयोजकले आयोजना गरेको कार्यक्रम आफैमा अत्यन्तै महत्त्वपूर्ण। यो स्थानीय हाम्रो नेपाली समुदाय देश मात्रै नभएर यो चाहिँ देश बिचको सम्बन्ध विस्तार हाम्रो संस्कृति संरक्षणका लागि पनि महत्त्वपूर्ण हामीले विश्वास लिएका छौँ। म मेरा नेपाली सङ्घको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट यो कार्यक्रमको पुनः सफलताको कामना सहित यहाँहरू सबैलाई यो कार्यक्रममा उपस्थितिका लागि हार्दिक अपिल गर्छु। अब कार्यक्रमको अर्को मूल 30को विषयमा हाम्रो सांस्कृतिक कार्यक्रममा के के हुँदैछ हाम्रो सीताजीबाट सुनौँ, त्यसपछि महिला दिदी बहिनीहरूको छोटो सुनाउँदा त्यसपछि हामी अतिथिजीबाट समापन गर्नेछौँ। नमस्कार। आजको यस कार्यक्रमका सभापति महोदय, साथमा सम्पूर्ण उपस्थित रहनुभएका आदरणीय अध्यक्षहरू, साथमा सम्पूर्ण साथीहरू, आजको यस प्रेस मिटमा हामी यसरी भलाकुसारी गरिरहेका छौँ कि हाम्रो कार्यक्रम कस्तो हुँदैछ, के हुँदैछ सुनिसक्नुभयो हजुरहरूले। सर्वप्रथम म सांस्कृतिक संयोजक भएको कारणले हजुरहरूलाई हार्दिक निमन्त्रण। यस वर्षको टिज हामी फरक शैली र फरक ढङ्गले बनाउँदैछौँ। खुला पार्कमा त्यहाँ हल पनि हुन्छ, तर खुला पार्कमा अझै रमाइलो गरी बनाउनेछौँ। तपाईँहरूको सुन्दर सुन्दर प्रस्तुतिहरूको अपेक्षा गरेको छौँ। टाढा टाढाबाट पनि हजुरहरूले प्रस्तुतिहरू लिएर आउनुहुन्छ भन्ने अपेक्षा रहेको छ। सम्पर्क गर्न सक्नुहुन्छ। यसभन्दा अगाडि आदरणीय दाजुहरूले पनि आफ्ना रायअनुसार आफ्ना तर्क वितर्क राख्दै गर्दा एड्रेसहरू बताइसक्नु भएको छ, जानकारीहरू धेरै दिइसक्नु भएको छ। म धेरै बोलिरहनु पर्दैन। फेरि पनि म सांस्कृतिक संयोजक भएको कारणले हजुरहरूलाई यति विनम्रताका साथ अनुरोध गर्दछु, यदि तपाईँहरूकासँग प्रस्तुतिहरू अझै पनि छन् भने हामीसँग धेरै बुक भइसकेका छन्, अझै पनि छन् भने हजुरहरूलाई हार्दिक निमन्त्रणा। सम्पर्क गर्न सक्नुहुन्छ हामीलाई। यस कार्यक्रममा लाखे नाच, घोडा नाच, साथमा हामीले अन्य धेरै खेलकुदका कार्यक्रमहरू रहनेछन् र खुला मञ्चमा खुला प्रतियोगिताको हिसाबले, तर प्रतियोगिता चाहिँ कम्पिटिसन चाहिँ हुने छैन। धेरै ठाउँका दिदीबहिनीहरूको समूहबाट हाम्रो खुला मञ्चमा नाचगान रहनेछ। छुट्टै किसिमको रमाइलो हुनेछ। बर्मिङहम मेला भने जस्तो बर्मिङहम मेला रहनेछ। तपाईँहरूको साथ सहयोग र उपस्थितिको लागि हार्दिक निमन्त्रणा टक्राउँदछु। यदि तपाईँहरूलाई आफ्ना प्रस्तुतिहरूको लागि सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ वालमा नम्बर पनि राखिएको छ। फेरि पनि म आफ्नो नम्बर पनि हजुरहरूलाई यहाँबाट राख्न चाहन्छु। 07482274701 यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। धन्यवाद। यसै क्रममा नेपालबाट पाल्नु भएको बुवा बुवालाई हामीले गरेको केटाले राम्रै गरे होला भन्ने लाग्यो। ठिकै छ, धन्यवाद। म हाम्रो कार्य समितिका सदस्य, हाम्रो शिक्षा विभाग प्रमुख
गीता लम्साज्यूले छोटो मन्तव्य राख्नुहुन्छ, त्यसपछि मिना म्याडम, शान्ति म्याडम, त्यसरी जान्छ। हो छोटकरीमा आफ्नो परिचय चाहिँ सानो सानो कुरा भनिदिनु न, छोटो भनिदिनु ल, छोटो छोटो भनिदिनु। नमस्कार सबैजनामा, हामीले सबैजना मिलेर यो तिजलाई भव्य सबैको नाम सबैलाई निमन्त्रणा छ, सबैजना आइदिनु होला। थ्याङ्क यू सर। प्रकारले हलमा नगरेर बाहिर पार्कमा गरौँ न, एउटा गाउँको परिवेशमा हामी तीजको दिन फास्टिङ गरेर दिनभरि उपासेर गएर दिनभरि नाचेर घरमा आएर गरिन्थ्यो। एकजनाले गाउने 5-6 जना ग्रुप बनेर नाच्थ्यो, त्यस्तो माहौल बनाऊ भनेर छुट्टै आयोजना गरेका छौँ। त्यसमा सम्पूर्ण उपस्थित भइदिनु होला। हजुरहरू बिना सबै अधुरो हुनेछ र त्यसका लागि सम्पूर्णलाई शुभनिम्तो गर्दै बिदा हुन्छु। दिदीले भन्न खोजेको कुरा म भनिदिन्छु। हाम्रो शान्ति गेवाली म्याडमले भन्न खोजेको कुरा चाहिँ के थियो भने, ठाकुरको यहीँबाट भनिदिन्छु। अखण्ड सौभाग्य, मनले चाहेको वर, शिवजीको कठिन तपस्या, व्रत, निर्जला उपवास, 16 श्रृंगार, रातभर जागरण, ती सबै अनि हाम्रो बेलायतको भूमि होइन। यी संस्कार र संस्कृतिहरू मार्फत हामीले के हो भन्दाखेरि हाम्रा संस्कार र संस्कृति यो माटोमा जोड्नु हाम्रो अभियान यही थियो। दिल्ली भन्न चाहिँ यही होला है। र यसले चाहिँ एउटा सानो पाङ्गो अहिले हामीले भनेका कुराहरूले के गर्यो भनेदेखि भने, हामीले सामाजिक कार्यक्रमहरू कस्तो गर्दै आएको थियौँ भन्दाखेरि हलभित्र गर्थ्यौँ, 2-4 चाहिँ मान्छे जम्मा हुन्थ्यौँ, मासु र खान्थ्यौँ, त्यसरी नहुँ। हामीले त्यसलाई अहिले पुरै चेन्ज गर्थ्यौँ। के गर्थ्यौँ भने यो चाहिँ चौरमा बाहिर हामीले हिजो के भन्छौँ, चन्दा ल्याऊ, दान ल्याऊ, साथी हो भन्थ्यौँ। अहिले हामी भन्दैनौँ। हामी के भन्छौँ, तपाईँहरूले हामीलाई अहिले लगानी गर्नुहोस्, त्यो लगानीलाई हामीले चाहिँ जसरी किसानले एउटा बिउ रोप्छ, त्यसलाई निरन्तर मलजल गर्छ र त्यसबाट मनज्ञ फसलको के अरे अपेक्षा राख्छ। त्यसरी नै तपाईँहरूले चाहिँ अहिले यसमा लगानी गर्नुहोस्, यसलाई निरन्तर यसलाई चाहिँ फलाउने काम गरौँ। र यसले चाहिँ तीज मेला भनेपछि कहाँ हुन्छ भन्दाखेरि बेलायतमा हुन्छ, बर्लिनमा हुन्छ भन्दा पनि मान्छे आउने, सबै मान्छेहरू आउने वातावरण चाहिँ अब त्यही वर्षमा होस् भन्ने चाहिँ हाम्रो चाहिँ उद्देश्य हो। यसमा चाहिँ आर्थिक, भौतिक, नैतिक सम्पूर्ण सहयोग दिनुभएको छ। अलिअलि भनिहाल्नुभयो, उहाँहरूलाई हार्दिक धन्यवाद छ। हामीले चाहिँ अब हाम्रो कार्य समितिको तर्फबाट चाहिँ के छ भने, च्यारिटी काउन्सिलले कोरिदिएको लक्ष्मण रेखाभित्र रहेर बेलायत सरकारका प्रचलित नियम कानुन विधि र पद्धतिमा रहेर हाम्रो शान्ति नेपाली समाजको विधानमा रहेर यसले चाहिँ कसरी हाम्रा समाज, संस्कृति, चाडपर्व, हाम्रा परम्परा, मूल्य मान्यताहरू नेक्स्ट जेनेरेसनमा जान सक्छ भन्ने किसिमले चाहिँ हामीले यो बरेगौँ तीज मेलालाई चाहिँ सम्पन्न गर्नको लागि हामीले सम्पूर्ण हाम्रो चाहिँ कार्य समिति, व्यवस्थापन समिति, हाम्रो चाहिँ शुभचिन्तक सम्पूर्ण साथीहरू लाग्नु भएको छ। उहाँहरू सबैलाई हामी चाहिँ धन्यवाद दिन्छौँ। हामीले गर्न लागेको यो महान कार्यमा, यो समाज र संस्कृति जोड्ने, माटो र संस्कृति जोड्ने यो महाअभियानमा तपाईँहरू चाहिँ निःशुल्क प्रवेश छ। सबैजना सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरू उपस्थित भइदिनुहोस् भन्ने चाहिँ हाम्रो यहाँबाट चाहिँ सबैको आग्रह हो। यसमा चाहिँ हाम्रो एनआरएन नेपाल सरकारको तर्फबाट पनि उहाँले प्रतिनिधित्व गर्नुभयो, उहाँले पनि आफ्नो कुरा राखिदिनुभयो, हामी आभारी छौँ। मदन दिदीबहिनीहरू हुनुहुन्छ, नेपालबाट आइसक्नु भएको छ बुवाहरू यति मेलालाई है। त्यो हुनाले अब रमाइलो माहौल छ। अब डोनेसन पनि कस्तो भएको छ भने, यो यहाँका संस्थाहरूले तीज मेला गर्छौँ हामी भन्दाखेरि 20,000 रुपियाँ खातामा लाग्यो छैन नि, पहिलोचोटि होइन। हामीले त्यस्तो छ। अब यसलाई चाहिँ नि अब यी सम्पूर्ण कुराहरू समेटेर समापन गरिदिनु न। म हाम्रो संस्था शान्ति नेपाली समाज बेलायतका अध्यक्ष रामप्रसाद नेपालीजीलाई म माइक हस्तान्तरण गर्छु। धन्यवाद। धन्यवाद मास्टरज्यू लगायत हाम्रो 10
तारिकका दिन हुन गइरहेको 30 मेला नगर निगमका व्यवस्थापन समितिका अध्यक्ष समन्वयज्यू, सदस्य सचिवज्यू, पूर्व अध्यक्षज्यूहरू तथा पत्रकार मित्रहरू तथा एनआरएन आइसिसी का प्रवक्ता साथीज्यू लगायत धन्यवाद तथा नमस्कार भन्न चाहन्छु। धेरै कुराहरू साथीहरूले राखिसक्नुभयो। आखिर 10 तारिक हुन लागेको यस 30 मेलामा तपाईहरूको अमूल्य देन छ, जसले आफ्नो ठाउँबाट आर्थिक, भौतिक तथा सामाजिक देन दिनुभएको छ। त्यो हाम्रो लागि धेरै धेरै परिहार्य छ। एकदमै हाम्रो लागि ठुलो काम गर्नुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। र यसमा हामीले गर्न खोजेका कई कुराहरू साथीहरूले समेटिसक्नु भएको छ, जसमा हाम्रा पाहुनाहरू हुनुहुन्छ, विदेशी पाहुनाहरू हुनुहुन्छ, जस्तै लोकल मेयर, काउन्सिलर्स, एमपीहरू हुनुहुन्छ, पुलिस इन्सपेक्टर हुनुहुन्छ, पुलिस चिफहरू आउनुहुन्छ। त्यसमा हाम्रो उहाँको उसमा हामीले उहाँलाई निम्ता पठाइसकेका छौँ र हामीले प्रतिबद्धता गरिसक्नु भएको छ र विभिन्न संस्थाहरूलाई हामीहरूले सबै निम्ता पठाइसकेका छौँ। उहाँहरूले पाइसक्नु भएको छ। यदि कतै पाउनु भएको छैन भने पनि यसैलाई निम्ता ठानी तपाईँहरू उपस्थित हुनुहोला, सम्पूर्ण मेम्बरहरू उपस्थित हुनुहोला, सम्पूर्ण पदाधिकारीहरू पनि उपस्थित हुनुहोला भन्न चाहन्छौँ। र यस मेला शान्ति नेपाली समाजले गर्न लागेको पृथक मेला, जसले पुरा युके भर मात्र नभएर युरोपमा पनि समेट्न सक्ने खालको मेला, तीज मेला गर्न लागेको छ। त्यसमा हाम्रो अनुमान अनुसार 2000 देखि 3000 सम्म मानिसहरूको उपस्थित रहनेछ, जसमा तपाईँहरू पनि कहीँ कतै छुट्टी मिलाउनु भएको छैन भने अहिलेदेखि छुट्टी मिलाउनुहोस् र तीजमा सँगै रमाउला, सँगै गाउँला र सँगै नाचौँला। खास गरेर तीज मेला दिदी बहिनीहरूको लागि विशेष भएको हुनाले दिदी बहिनीहरूलाई पनि अहिलेदेखि नै आफ्नो काममा छुट्टी मिलाएर होस् या कुनै कहीँ जानु छ भने पनि त्यसलाई पोस्टपोन गरेर 30 दिनको लागि उपस्थित भएर यस मेलाको शोभा बढाइदिन हामीले अनुरोध गर्छौँ। र आज यस प्रेस कन्फरेन्स 30 मेलाको लागि विशेष रूपमा आउनुहुने स्कप नेपालका प्रबन्धक टिका अधिकारीज्यू, नेपाली लिङ्कका प्रबन्धक ध्रुव अर्वालज्यू लगायत यस हल उपलब्ध गराई पूर्व अध्यक्ष, पूर्व महासचिवज्यूको यस भवनमा भेन्यू उपलब्ध गराउनु तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र यसरी जसो यो कार्यक्रमको लागि व्यवस्थापन समिति तथा कार्य समिति जसरी लागिराख्नु भएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद। मैले देखेको छु आर्थिक पाटोहरू यस्तो गरी हेर्नु भएको छ, एकदम लगातार रूपले हेर्नु भएको छ र कोही भौतिक पाटाहरू, कोही ऊ हुन्छन्, सबै बुकिङ गर्नेहरूदेखि लिएर सब कामहरू तपाईँहरूले एकदम चुस्त पुस्त रूपमा गरिराख्नु भएको छ। त्यसको लागि धेरै धेरै अन्तरात्मादेखि धन्यवाद दिन चाहन्छु। र आज यस तपाईँहरूमा यसरी बोल्न पाउँदा धेरै खुसी लागेको छ, किनभने तपाईँहरूसँग सायद हुनसक्छ कोही खबर नपुगेको पनि हुनसक्छ, यसै मार्फत खबर पुग्नेछ भन्ने आशा गर्दै आजको यस प्रेस कन्फरेन्स मिटिङ समापन भएको घोषणा गर्छु। हस्त धन्यवाद। ठिक छ, प्रश्न उत्तर छैन ए ल हस् ए प्रश्न उत्तर पालो आयो ए ल। तर धेरै त्यस्तो प्रश्न त छैन मसँग होइन, हाम्रो ठिकाजीसँग नि होलान्, तर तपाईँहरू सबै कुरा बताइदिनु भयो, धन्यवाद। तर यो कार्यक्रमको चाहिँ जस्तो तपाईँहरूले जुन तीजको मेला भयो, तीजका प्रस्तुतिहरू भयो, विभिन्न ठाउँबाट महिलाहरूका समूहहरू आएर प्रस्तुत गर्ने भन्नुभयो, त्यसको चाहिँ अलिकति फर्मेटबारे बताइदिनुहोस् न। यो कम्पिटिसन हो कि त्यसमा पुरस्कार हुन्छ कि अथवा पालै पालो सबैले प्रस्तुति गर्नुहुन्छ कि? मैले अलिकति छुटाउनु पनि छुटाएँ होला, तर त्यसलाई अलिकति स्पष्ट बनाइदिनु। पालै पालो सबैले पर्फर्म गर्ने हो कि एकैचोटि धेरैतिर पर्फर्मेन्सहरू हुने हो कि होइन? अनि कम्पिटिसन प्रतिस्पर्धा हो कि होइन? अथवा त्यहाँ कति बजेदेखि कति बजीसम्म हुन्छ? फेरि राष्ट्रिय कलाकारहरू पनि रहेछन्, उनीहरूले छुट्टै हो कि अब एकैचोटि फरक फरक ठाउँमा हुने हो कि? त्यो कार्यक्रमको प्रस्तुतिहरू त्यो दिन चाहिँ त्यहाँ आउँदा दर्शकले चाहिँ मनोरञ्जनका लागि के अपेक्षा गर्छन् भन्ने कुरा यस्तो हुन्छ भनेर अलि स्पष्ट बनाइदिनु न जस्तो लाग्यो है। थ्याङ्क यू। हस् हस् प्लिज। धन्यवाद ध्रुवराजज्यू। कार्यक्रम तीज मेला भएको हुनाले कस्तो हुन्छ भने हामीले 3-4 ठाउँमा क्याम्प लगाउँछौँ, जसमा विभिन्न संस्थाबाट दिदीबहिनीहरूको ग्रुप आउनुहुन्छ
उहाँहरूलाई एकैचोटि पर्फर्मेन्स गराउने कोसिस गरेर जम्माको गरेका छौँ र एकतर्फ अर्कोतर्फ हाम्रो भलिबल चल्नेछ भने अर्कोतर्फ फुटबल चल्नेछ, साथसाथ हाम्रो उता औपचारिक कार्यक्रम तथा कलाकारहरूको प्रस्तुति पनि सँगसँगै रूपमा हुनेछ र हामीहरूको स्टल सबै गर्ने एकदमै सेम टाइममा सबै चिज पर्फर्मेन्स गर्न सक्नुहुन्छ। जस्तै धेरै दिदीबहिनीहरूको ग्रुप भयो भने एउटाले सकिसकेपछि फेरि अर्कोले गर्ने त्यस्तो व्यवस्था गर्नेछौँ। 3-4 ठाउँमा एकैचोटि नाचगान गराउने जम्माको गरिरहेका छौँ र हामीले यसमा प्रतिस्पर्धाका रूपमा लिएका छैनौँ। यस्ता उहाँले पर्फर्मेन्स गर्नुहुन्छ, संस्थाको तर्फबाट सर्टिफिकेसन गर्नुहुन्छ, प्राप्त गरिन्छ, खादामालाले उहाँलाई स्वागत गरिन्छ। त्यसपछि हामी फर्स्ट सेकेन्ड थर्ड भन्ने हामी यसपालि गरेका छैनौँ। माहौल चाहिँ तिजको एउटा झल्को मेटाउने चाहिँ खालको हाम्रो गरेका छौँ। त्यसमा पनि अझै कष्ट पार्दैन हाम्रो व्यवस्थापन समितिका संयोजकले भन्नुहुन्छ। विशेष गरेर कार्यक्रमको रूपरेखाको बारेमा अलिकति हाम्रो कार्यक्रम समोद्घाटन 2 बजे हुनेछ है। कार्यक्रम बिहान 10 बजेबाट सुरु हुनेछ। 11 बजेबाट हुने कार्यक्रमहरू तपाईँको तिजका विशेष प्रोग्रामहरू जसरी अध्यक्षले भन्नुभयो त्यसै गरी स्टलहरूमा कार्यक्रमहरू हाम्रा हुनेछन्। त्यहाँभित्र हामी टेन्टका स्टलहरू बनाउनेछौँ। त्यहाँभित्र कार्यक्रमहरू सबै क्षेत्रका रहनेछन्, भजनहरू रहनेछन्। विशेष गरेर त्यहाँभित्र हाम्रो लाठी नाचहरू छन्, अरू कार्यक्रमहरू विविध कार्यक्रमहरू छन्, खेलकुदहरू छन्, ती सँगसँगै हुनेछन्। र मैले एउटा आह्वान के गर्न चाहेँ भने धेरै संस्थाहरूले हामीलाई कार्यक्रम सहयोगी रूपमा हामीलाई हेल्प गरिरहनु भएको छ। र मैले यहाँबाट के आह्वान गर्न चाहेँ भने अरू संस्थाहरूले पनि यदि तपाईँहरू यसमा पार्टिसिपेट हुन चाहनुहुन्छ भने हामीसँगलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामी प्रायोजकहरू अरू छन् भने कार्यक्रम प्रमुख शान्ति नेपाली समाज रहनेछ भने अरू संस्थाहरू त्यसका सहयोगी संस्थाहरूको रूपमा हामीले अरू संस्थाहरूलाई पनि हातेमालो गरेर संस्थाहरूलाई सँगै लिएर हिँडेका छौँ। जो कि यो कार्यक्रम शान्ति नेपाली समाजले मात्रै नभएर सबै सङ्घ संस्थाले अपनाउन गरून्, सङ्घ संस्थाहरू यसमा जोइन हुन् भनेर हामी एउटा सामूहिक गर्न खोजिएको यो कार्यक्रम हो। र यसमा धेरै सङ्घ संस्थाहरू जोडिसक्नु भएको छ। नजोडिएका सङ्घ संस्थाहरूलाई मैले यहीँबाट आह्वान गर्न चाहेँ कि तपाईँहरू जोडिन सक्नुहुन्छ। यस महान कार्यमा हातेमालो गरेर अगाडि बढ्न सकिन्छ भन्न चाहेँ। र बाँकी केही कुराहरू भयो भने म मासु दिन्छु। ध्रुवजीले राखेको कुराहरू उहाँले प्रश्नै पारिदिनु भयो। मैले चाहिँ अलिकति सैद्धान्तिक रूपमा भन्न चाहेँ। कस्तो भने यो हरितालिका तीज भने चाहिँ ऐतिहासिक रूपमा के हो भन्दाखेरि महादेव पति पाउने पार्वतीको इच्छा हुन्छ र उनका पिताजीको इच्छा के हुन्छ भने विष्णु भगवानलाई बिहा गरेर हुन्छ। त्यसपछि कस्तो हुन्छ भन्दाखेरि त्यो साथी सङ्गीले पार्वतीलाई हरण गरेर शिवजीलाई चाहिँ त्यो शिव र पार्वती जुटाइदिने काम गरेको हुन्छ। त्यसै कारणले हामीले चाहिँ परम्परा रूपमा के गरेर भने हाम्रा दिदीबहिनीहरू ठाउँमा बसेर सङ्गी के थियो त्यो पार्वतीको सङ्गीहरू बसेर होइन त्यो भावनाले हामीले त्यो जुन गाउँमा हामीले जसरी मनाउँथ्यौँ नि हाम्रो उद्देश्य भनेको उहाँ जसरी मनाउँथ्यौँ त्यसरी नै हुनसक्छ। गुल्मीको एउटा गाउँको नाच एक ठाउँमा हुन्छ, बागलुङको गलकोटको एक ठाउँमा होला, बिउकोटको अर्को ठाउँमा होला होइन। त्यो खालको यहाँले खोजेको उत्तर चाहिँ त्यो हो। हामीले चाहिँ झुन्डमा महिला दिदीबहिनीहरूले आफ्नो हिसाबले होइन आफ्नो दुःख पिर मर्का राम्रो नराम्रो सबै व्यक्त गर्ने कुरा हो यो। त्यो चाहिँ हामीले त्यही समूल त्यो हाम्रो संस्कार र संस्कृतिलाई यो माटोमा समूल हस्तान्तरण गर्ने भनेको चाहिँ त्यही हो। धन्यवाद। केही छैन। मलाई एउटा सानो प्रश्न यो चाहिँ कस्तो लाग्यो भने यो पहिलोपटक ऐतिहासिक मेला जस्तो लागिरहेको छ। तिजको मौलिकता यस्तै जस्तै कि नेपालमा चाहिँ चौरमा पहिला यस्तै हुन्थ्यो, विशेष गरी यहाँ पाइसक्नु भएको छ। यस प्रोग्रामलाई जसरी पनि नछुटाउनु होला। स्कटल्यान्डबाट हुन्छ, काङ्ग्रेबाट हुन्छ, बेलायतबाट जो पनि होइन सबैको सहभागिता होस्। एकदमै यसमा कुनै प्रश्न छैन। एकदमै यो इट इज गोइङ टु बी ऐतिहासिक होइन एउटा त्यस्तो मलाई लागिरहेको छ। यही भन्न चाहेँ। थ्याङ्क यू।
अरू केही छिटफुट केही छ छुटफुट भने तपाईँहरूको अन्तिम केही छ भने राख्नु होला, नभए अब धेरै कुराहरू आइसकेका छन्। बेलायतवासी दाजुभाइ दिदीबहिनीहरूलाई हामीले पेनेट्रेटै गरेका छौँ। अरू संस्थाको साधारण सदस्यलाई पनि हामीले सकेसम्म चाहिँ निमन्त्रणा पठाएको छौँ। एकमुष्ट हाम्रो संस्थाको साधारण सदस्यलाई पनि हामीले निमन्त्रणा पठाएको छौँ। इभन iswatnepal.com का लाइक सेयर र त्यसलाई सब्सक्राइब गर्ने, त्यसका फलोवर 1.5 मिलियन हाम्रो चाहिने साथीहरूलाई चाहिँ हामीले निमन्त्रणा पठाएको छौँ। त्यो निमन्त्रणा कसरी पुगेको छ आउन छ। हाम्रो पहल चाहिँ यहाँको बर्मिङको लर्ड मेयर आउँदै हुनुहुन्छ, यहाँको स्यान्डलको मेयर आउँदै हुनुहुन्छ, मेयर मात्रै होइन मेयरै आउँदै हुनुहुन्छ, डेपुटी मेयर आउँदै हुनुहुन्छ, वालसलको पनि त्यो सेटै आउँदैछ, काउन्सिलरहरू चाहिँ दर्जनमा आउँदै हुनुहुन्छ है। र यहाँको लोकल एमपी सरा कोम्स पनि आउँछु भनेर हाम्रो सोम सापराजीसँग कुरा भएको छ। मलाई निमन्त्रणा समयमै पुगिसकेको छ र यहाँ लगभग हामीले 15-16वटा एमपीलाई हामीले मिलाइपछि गरेका छौँ। 8-10 जनाको उहाँहरूको चाहिँ संसदीय रहेछ, व्यस्त कमिटमेन्ट रहेछ, त्यहाँ कार्यक्रम रहेछ। अझ 5-7 जनाको त अझै आउने बाँकी छ। भने हाम्रो तयारी चाहिँ हाम्रो त अझै भन्न छोड्यो 50वटा जति यहाँका स्थानीय लोकल कम्युनिटीहरूमा मैले प्रत्येकलाई चिठ पठाएको छु। खास दूतावासको कुरा गर्नुभयो जस्तो लाग्छ। दूतावासको चाहिँ कस्तो भयो भने हामीले निमन्त्रणा चाहिँ मन्त्रीज्यूलाई पनि पठाएको छौँ, परराष्ट्र मन्त्रीज्यूलाई। त्यहाँ हामीले विभिन्न हाम्रो राष्ट्रसभाको थ्रुबाट, मेरो व्यक्तिगत पारिवारिक तर्फबाट र हामीले चाहिँ संस्थागत चिठी पठाएर उहाँलाई सम्पर्क गर्यौँ। मन्त्रीज्यूको त्यो एनआरएमको कार्यक्रम आउने भन्ने कुरो छ, तर आउने सम्भावना असाध्यै कम छ भन्ने चाहिँ थाहा भएको छ। त्यो भएर मन्त्रीज्यू नआउनु भएपछि मन्त्रीज्यू आए पनि मन्त्रीज्यूको पछि लाग्नु पऱ्यो, एमएससी मन्त्रीज्यू नआए भयो झन् जानै पऱ्यो। त्यो हुँदाखेरि कस्तो भयो भने एमएससी आउने सम्भावना चाहिँ अलिकति कम देखिएको छ है। हामीले त्यो भन्न चाहेको थिएन, यहाँले सोध्नुभयो, छानछुन भनिदिएँ। धन्यवाद। हस् त ल, त्यसो भए धन्यवाद। त्यही नै हो होइन त, लाइभ चाहिँ बन्द गरौँ होला त्यसो भए है सर। हस् त ल, हस्, थ्याङ्क यू।